हेलो व्हाट्सअप गाइज चट्ट लगाएर मेरो चाहिँ भोलि जाँदैछु म स्विजरल्यान्ड। चट्ट एकदम इच्छा थियो स्विजरल्यान्ड जाने मलाई होइन। चट्ट लगाएर त्यो दिन पनि आयो। चट्ट लगाएर त्यसको लागि यसो प्रिपरेसन गर्दैछु अब। लगाएर 5 दिनको लागि हो। हेरौँ के हुन्छ 5 दिनसम्म के गरिन्छ होइन। चट्ट लगाएर खासमा त अब म आएको माल्टा आएको 8 महिना भइसक्यो। मामाले चाहिँ मलाई पहिलेबाट बोलाइराख्नु भएको थियो आऊ 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 भनेर। अब काम गर्न आएको मान्छेहरू भनेको जस्तो हुँदैन होइन। टाइम मिल्दैन, कहिले के मिल्दैन। त्यस्तै भएर ट्याक्कै टाइम पनि मिल्यो, सबै कुरा मिल्यो। चट्ट मामाले सबै कुरा व्यवस्था नि गरिदिनु भएछ। चट्ट लाग्यो त्यो भएर जाँदैछु। त्यो भएर अब अहिले 5 बजे यहाँको होइन। भोलि 3 बजेको फ्लाइट हो। अब म यहाँबाट माल्टा जान्छु। म गोजोमा बस्छु नि त। त्यो कारणले अहिले यहाँबाट माल्टा जानलाई 1.5-2 घन्टा लाग्छ। म आज माल्टामै बस्छु चट्ट लाएर। अनि भोलि म स्विजको फ्लाइट चट्ट लाएर म चाहिँ अब निस्केको रुमबाट। अब साथी लिन आएको यहाँ गोजो टाउनमा चाहिँ यहाँको माल्टिसको मेरो साथी चट्ट लिन आएको छ। उसले पुऱ्याइदिन्छ फेरिसम्म। मसँग ब्याग पनि थिएन। अनि ब्याग चाहिँ उसको ब्याग लाने, मेरो ब्याग छ मसँग 2टा छ। चुज गरेर लिएर जा भन्यो। अनि ल भनेर अब यसो घर जाँदैछौँ लगाइज होइन। यस्तै हो जिन्दगी। फाइनली म चाहिँ फेरीमा आइपुगेँ होइन। टक्क टिकट चट्ट लाएर अब यसो इन्जोय हान्नुपर्छ चट्ट लाएर स्विसमा। स्विसको गोरीहरूसँग चट्ट भिडियो बनाउनु पर्छ है। जोक गरेको है। बुझिबातको जान्छु होइन। म चाहिँ बुझिबाको बस यस्तै जाँदैछ। 7:30 म चाहिँ अहिले बुझिबामा छु होइन। टुरिस्ट प्लेस हो। अब आज मेरो 3 बजेको फ्लाइट छ होइन। चट्ट लगाएर यसो यहाँ घाम ताप्न आगे टक्क लगाएर टुरिस्ट बस। म चाहिँ एयरपोर्टतिर लागेको अवस्था टक्क लगाएर म चाहिँ फाइनली बस स्टेसनमा आइपुग्यो एयरपोर्टको लागि जानलाई। म अब यहाँ बस एयरपोर्टको डाइरेक्ट बस छ यहाँ। अनि त्यो बस कुद्दैछु चट्ट लगाएर। अब हेरौँ कति टाइम लाग्छ बस आउनु। पुरा अपडेट आउँदै गर्छ साथीहरू चट्ट लगाएर। बस लिएर रेडी भयो होइन। अब ट्याक्क फ्लाइट चढ्ने 1 नम्बर बाँकी ट्याक्क लगाएर। सरमा म जति लक्ष्य कोही छैन जस्तो लाग्यो। मेरो चाहिँ यो टिकट चाहिँ के रहेछ भने लास्टमा अप्सनमा हुन्छ नि। अब लास्ट अप्सन 1जना मात्र अब सब टिकटहरू सबै भएर लास्टमा किनेको भएर यो मेरो चाहिँ अप्सन टिकट हुँदो रहेछ क्या। मलाई पहिलोचोटि थाहा भएको ट्रेनमा पनि यस्तो हुँदो रहेछ भनेर होइन।
यदि सबै फुल भयो मान्छे आयो भने म जान नपाइने, मलाई आफ्नो फ्लाइटमा हालिदिन्छ अरे, अनि मेरो पैसा पनि रिटर्न दिन्छ अरे, जस्तै फ्री जस्तै सबै कुरा गरिदिन्छ अरे त्यस्तो। अनि लकी फाइनली त्यो मान्छेहरू आउनु भएन कि, एकजना लेडिज चाहिँ आउनुभयो, उहाँको हस्बेन्ड चाहिँ आउनु भएन कि, बाटोमा छ अरे, अब ट्राफिकमा छ अरे। अब यहाँको रुल्स के छ भने 5 मिनट पनि वेट नगर्नु, एनाउन्स गरिसकेपछि पनि त्यो 5 मिनटभित्र आएन भने नमिल्ने रहेछ क्या। अनि मलाई ठ्याक्कै हालिदिनु भयो, कस्तो लक्की। म फेरि आत्तिएर जान नपाएँ, टेन्सन भयो। किनकि मेरो छुट्टी लिइरहेको छैन नि त, 5 दिनको छुट्टी। एक्चुअली मेरो बोर्डिङ पास आएको थियो, त्यो च्यातेर अहिले उनीहरूले आफ्नो नयाँ बनाएर दियो। कस्तो लक्की के, कस्तो म त रातोतिर भइसक्यो कि जानु पाउँदैन। एक्लै छ कि बसमा पनि, म कोही पनि छैन है, मलाई एक्लै दिन आएको लाग्छ। खुल्ला आएर आइपुगेको प्लेन होइन। यस्तो भयो कि एउटा बुढा नआउनको कारणले मैले फ्लाइट समात्न सकेँ कि। यदि त्यसको बुढा आएको भए म आज बेलुकाको नत्र भोलिको फ्लाइटमा आउनु पर्थ्यो। मेरो टिकटै त्यस्तो रहेछ, कस्तो लकी कि। यो सिट खाली छ कि, बुढाबुढीको सिट थियो, बुढी आएको थियो, बुढा ट्राफिकमा जाम परेर टाइममा आउनु भएन एयरपोर्टमा। अनि मलाई उसको साथमा मलाई हालेर पठाइदियो, किनकि मेरो टिकट बुकिङ सिस्टम चाहिँ एकदम अचम्म पो रहेछ, पहिलोचोटि थाहा भएको जस्तो। यस्तै हो, फाइनली आइपुग्यो म चाहिँ आइपुग्यो होइन। स्विच अब मामाले कुदिरहनु मामा र मान्छेले माइजलाई पुग्छु लगाएर दामी रहेछ हौ यो फल सिलिङहरू, हाइटहरू सानो सानो होइन, स्ट्रक्चरहरू अलग पुरै त्यो सबै कुरा के अलग के। हरियाली त यस्तै भयो, सफा त यस्तै भयो, वाल छ त के हो। त्यसै म जोरी एयरपोर्टमा मेरो मामा आइजु चट्ट। यो चाहिँ अब मेट्रो स्टेसन, ट्रेन स्टेसन सबै रहेछ होइन। ल मामा र म फाइनल्ली सँगै माइती जानुभयो होइन। माइतीले चाहिँ मलाई यो के अरे मामा यो टिकट होइन यो सबै म जति दिन बस्छ त्यति दिनको टिकट होइन यो त आजको लागि त्यो भित्रको चाहिँ हो। त्यो लामो चाहिँ छ नि, हजुर त्यो चाहिँ 3 वर्षसम्म काम लाग्छ है। माइतीले गिफ्ट दिनुभएको होइन। मामा लिन आउनु भएको छ मेरो मामाले खानेकुरा किन्नु भएको छ। यो चाहिँ कुन स्टेसन हो मामा यो जुरिकको यो म एक दिन तिमीसँग आउने विचार गरेछु, सायद पर्सि आउने अथवा तिम्रो फ्लाइट कति बजी छ? त्यो मेरो 6 बजी बेलुका हो फ्लाइट त। 6 बजी बेलुका? त्यसो भए हामी चाहिँ त्यही दिनमा बिहान आउने कि होइन। अनि यो यो त गोठ हो नि, यो यिनीहरू यस्तो घरहरू थुप्रो छ यस्तो त्यो गोठ। चिटिक्कको के राम्रो है।
यहाँ चाहिँ बगैँचा यिनीहरू त्यो घर सानो सानो घरहरू छ नि हजुर त्यो प्रत्येक मान्छेहरूको चाहिँ एउटा परिवारको एउटा बगैँचा छ क्या त्यहाँ आएर यस्तो शनिबार आइतबार पनि छुट्टी छ भने चाहिँ नि त्यहाँ आउँछ रक्सी पियो होइन गफसप गऱ्यो ए त्यो सानो सानो घरहरू हो त्यो बालमा पनि पाउँछ अहिले रातिको 9 बजेको अवस्था छ अब चाहिँ ट्याक्क लास्ट स्टेसन यो होइन मामाको घर आइपुग्न लाग्यो अब हामी चाहिँ घर हिँडेर कता जान्छौँ यो चाहिँ इटली जाने मेट्रो हो अरे होइन इटलीतिर जाँदैछ यस्तै हो दामी छ ठाउँ आउनु होला आज चाहिँ अहिले चाहिँ 6 बज्यो डे 2 आज 11 तारिक अप्रिल 11 सट्टा लाएर उठ्छु अब सुत्ने ठाउँले यस्तो व्यस्त मामाले यस्तो दामी व्यस्त गरिदिनु भएको छ उठेर अब चट्ट यसो मामालाई हात पठाउन पनि छ है गाइज हाम्रो चाहिँ अपार्टमेन्ट सर्ने काम सकियो मामाको नयाँ ठाउँमा होइन मामा सक्यो टक्क कस्तो हेर्नु न माथि माथि डाँडामा कि घर कि त्यो काठमाडौँतिर नि यस्तै त हुन्छ नि त्यो डाँडा डाँडामा घर हुन्छ तर व्यवस्थित चाहिँ केही पनि हुँदैन कि बजार आउने जाने बाटो बिजुलीको अलिकति प्रब्लम हुन्छ के हुन्छ नि त यहाँ चाहिँ अब त्यो घरहरू पनि छ होइन यस्तो पिच भएको बाटो हुन्छ अँ हो यो चाहिँ हिजो हामी आउने ठाउँतिर जाने हो यो हो उता यता जाने अनि उताको चाहिँ छ नि हामी उता जाने पकाइ त बिरालोलाई छ नि कहिले पनि छ नि पेटमा पुच्छरमा समात्नु हुँदैन टोक्छ कति राम्रो है कति सफा बाघ जस्तै देख्दो रहेछ त्यो त कस्तो राम्रो ठाउँ थियो ऊ छिटो कहिले पनि हिँड्दैन पुग्दा है हुन्छ म चाहिँ लुगार्न जाँदैछु घुम्नलाई टक्क होइन नेपालीहरूलाई चाहिँ त्यो एकदम गाह्रो छ नि गाह्रो चाहिँ छ जस्तो आशिका तामाङ भालेनले के आशिकाले पनि त त्यो बाटोहरू त्यो धुलाहरू फ्याउनु त्यो डस्टबिन राखिदिएको रहेछ नि त उसले पनि ठाउँ ठाउँमा राखेछ हो अनि त्यो पनि फेरि फुल भएपछि फेरि यिनीहरूले सफा गर्दैन फेरि हटाउँदैन नि त्यसको लागि यो सबभन्दा गाह्रो
यो तालको नाम के हो मामा? हिजो हामी हिँडेको थियौँ नि त्यहाँ हिजो हिँडेको के हो यो नाम? यसको नाम मिनुसियो भन्छ यो ठाउँको नाम। मिनिसियो। यो लेकको नाम छ कि छैन? लेकको नाम छैन। छैन, लेकको नाम चाहिँ छैन। हाम्रो त फेवाताल भने जस्तो तालको नाम हुन्छ त नि, हुँदैन यहाँ चाहिँ। होइन यसको है सेम नेपाल तर है यिनीहरूले चाहिँ यस्तो बनायो कि सबै कुरा। उनीहरूले अनि त्यो छ नि नेपालमा एउटा समस्या के भन्नु, त्यो जुन भनौँ न हुनु त गरिब भएको भएर होइन, त्यो जङ्गलहरू अरू काटेर बिगारिदिन्छ कि, त्यो पनि हो एउटा समस्या। यो चाहिँ लुगानो भन्ने ठाउँ, चट्ट लगाएर लुगानो सहर। हजुर यो चाहिँ लुगानो राम्रो पार्क। म चाहिँ यो लामो समय लुगानो भन्ने ठाउँमा, लुगानो होइन मामा, लुगानो भन्ने ठाउँमा आइपुगेको छौँ। यो चाहिँ एकदम फेमस ठाउँ रे, स्विजरल्यान्डको होइन, स्विजरल्यान्डको फेमस ठाउँ त हो नि, यो फेमस ठाउँ रहेछ होइन। एकदम टुरिस्ट आउने एरिया भएर यस्तो दामी भाइब छ यहाँ चाहिँ, यस्तो दामी ठाउँ छ होइन। स्विजरल्यान्डको लुगानो भन्ने ठाउँ होइन। सर यस्तो छ चट्ट लाएर होइन, सिलिली जानुपर्छ। यो चाहिँ यो हामी लेकमा जानु लाग्यो नि त, लुगानोको लेक। सफा त अब स्विजरल्यान्ड जस्तो ठाउँ सफा त खत्रै हो नि सफामा त। कस्तो सफा, गल्ली गल्ली छ नि होइन, एकदम सफा हुन्छ कि टक्क। यस्तो गरेर अहिले चाहिँ यो लोकार्नोको सेन्टर होइन मामा, लुगानो सरी लुगानो। यो चाहिँ ठाउँ यस्तो छ होइन, मजाको होइन, तराईतिर दामी। यो चाहिँ अब हामी लेकतिर आइपुग्यौँ होइन, चट्ट लगाएर। अब यो चाहिँ यो सबै फोहोर फाल्ने कुरा त हो नि होइन, यहाँ यस्तो हुन्छ कि फोहोर फाल्ने कुराहरू नि, कस्तो अन्डरग्राउन्ड के, सट्ट गाडी आउँछ, गाडीले भट्ट लिएर जान्छ होइन। यस्तो राम्रो चट्ट लगाएर यो चाहिँ यहाँको फेमस म्युजियम होइन। यो चाहिँ लोगार्नोको लेक हो होइन, चट्ट लगाएर यो चाहिँ यस्तो बवाल छ लोगार्नोको लेकमा।
Meditation music hall. यो लोगार्नको ठाउँ ट्याक लाएर चेस खेल्दैछ उहाँहरू। चट्ट गार्डन होइन, गार्डनमा टक्क सर्लक्क त बवाल छ ठाउँ त। के गर्नु साथी, नेपालमा यस्तो छैन, यस्तै छ जिन्दगी। म चाहिँ यहाँ यत्तिकै मामा चाहिँ उतातिर भिडियो बनाउन गइरहनु भएको थियो, अनि म चाहिँ यसरी गएर यसै मौसमसँग बसिरहेको थिएँ होइन। मामाले त चट्ट पछाडिबाट मेरो पो भिडियो बनाएर बस्नु भएको रहेछ मजाले। मलाई चाहिँ थाहै छैन कि फेरि मामाले भिडियो बनाऊ भनेर। धेरै टाढाबाट भिडियो बनाउनु भएको रहेछ कि जुम गरेर। चाहिँ एक्लै रमाइरहेको कि, एक्लै आफ्नै थलमा, आफ्नै पारामा, आफ्नै स्टाइलमा होइन, चट्ट मौसमसँग रमाइरहेको थिएँ। Cioè quell'altra sembra una normale, che però c'ha un motore da Madonna. Sì, forse anche sprecato. Cioè per prendere normale avrebbe अनि त्यहाँबाट उता हिँडेर उता
है Sí, pero digo que los plantan, en plan, que no... Que yo una vez... No, penso che stanno facendo la doccia. के पार्क हो मामा देख्दो रहेछ के नौ बज्नु लाग्यो मामा त्यो अस्कोना भन्ने ठाउँ हो होइन अस्कोना होइन मामा अस्कोना अस्कोना यो चाहिँ अस्कोना होइन लोकार्नो छुट्टै अस्कोना छुट्टै लुगानो छुट्टै होइन अस्कोनाको पहाडमा चाहिँ हिउँ पनि पर्दो रहेछ है कता लगाएर हजुर म तिमीलाई एउटा सङ्केत दिन्छु तिमीले अगाडि जाने कि यता त हाइवे आउँछ
घरहरू चाहिँ दामी हो कि यिनीहरूको गाइस आज चाहिँ डे 4 चौथो दिन हैन आज चाहिँ हामी हिउँ खेल्न जानु लाग्यो चट्टा लगाएर माथि पहाडमा त्यस्तै छ जिन्दगी के गर्नु स्विजरल्यान्डको यो घरको पनि यो जुनसुकै घरहरू छ नि हजुर जुनसुकै घरहरू उनीहरूले तल त्यो ऊ बनाएको छ नि त्यो म कहाँ देख्यो नि तिम्रो त्यो खतरा ढोकाहरू थियो नि त्यो मोटो मोटो हो त्यस्तो बनाएको छ प्रत्येक घरभित्र अनि त्यो मोटो मोटो छ नि अनि त्यो बनाएर पनि त्यो अलिकति गहिरो 2 तला 3 तला वहाँ नेपालमा बनाए नि बनाएको राम्रो जस्तो तिम्रो पखता होइन तिम्रो पूजा तिम्रो मम्मी बस्ने घर छ म चाहिँ आज हिउँ खेल्न जानु लाग्यो कति 30 वर्ष भयो मैले अहिलेसम्म हिउँ पनि देखेको थिएन फर्स्ट टाइम म यो एक्सपिरियन्स गर्न जाँदैछु होइन अहिले चाहिँ हामी यो कुन ठाउँमा छ बिएसका हो बासेलको बिएसका भन्ने ठाउँमा छ होइन अब लेट्स सी हामी जाँदैछौँ अब नेक्स्ट ट्रेन पनि चेन्ज गर्नुपर्छ हामीले ट्याक्क लगाएर पर पुग्दो रहेछ डाँडो हो अहिले आउँछ है कस्तो ट्रक कुदेर हेरौँ तल ट्रेन पनि रहेछ हजुर तल ट्रेन पनि जानु छ थोरै यो हरियो खेत छ नि त्यो तल टुनल छ
सुरुङ छ के त्यहाँ तल ए हो रहेछ है लोक उ त्यहाँ अनि माथि चाहिँ खेत खोला हेर्नु न खोला बिचमा यहाँ चाहिँ अब हामी गऱ्यौँ होइन यो कुन ठाउँ रे मामा यो कुन ठाउँ बसिएन बुसिएन भन्ने ठाउँमा यो चाहिँ लास्टै चिसो यहाँ हेर त चिसो आएको चिसो छ है अब यहाँबाट अर्को मेट्रो चढ्नुपर्छ यो गुसेना भन्ने ठाउँमा हो होइन यहाँबाट चाहिँ मेट्रो चढेर हामी पहाडमा हिउँ खेल्न जानु लागेको हो त्यो हो कि सायद मेट्रो हो कि बस हो हामी जाने ए होइन यही हो यो हो यस्तो चिसो छ होइन आमा काँडा उम्रिसक्यो म चाहिँ ट्रेनभित्र आएँ होइन यो चाहिँ माथि उहाँ हिउँसम्म The Matterhorn Gotthardbahn welcomes you on board the Regio 44 to Andermatt and wishes you a pleasant journey. कताबाट जान्छ यसरी हो यता यता जान्छ टक्क लाएर हामी अब उत्रिने ठाउँ आयो होइन अब रेलवे स्टेसन यो स्टेसनमा हामी उत्रिने हो अब तपाईँहरूले देख्न सक्नुहुन्छ जताततै हिउँ जस्तो होइन हिउँ होइन अब यो स्टेसनबाट हिँडेर चट्ट अगाडि जाने हो हामी चाहिँ अब यसो हिउँतर्फ लाग्दैछौँ चट्ट लगाएर यस्तो छ ठाउँ होइन चिसो मौसम हिउँ एकदम जमेको अवस्था होइन बल्ल रे पानीको चिसो छ मौसम यस्तै छ चिसो मौसम तातो पानी भने जस्तो होइन सरी पुरो सेतो छ नि त मैले आज सोचिरहेको ज्याकेट यो चाहिँ अनि यहाँ हेर्दा टक्क होइन यस्तो बवाल त्यो त थियो तर मलाई थाहा छैन अलि हुस्सो लागेको अवस्था होइन मौसम चाहिँ अलि क्लियरली नदेखेको क्लियरली देखा भए त बापरे बवाल हुने रहेछ यस्तै छ के गर्नु स्विजरल्यान्डको यो कुन ठाउँ रे मामा स्विजरल्यान्डको अन्तरमा यो केबल कार हो हामी माथि जान्थ्यौँ होला तर केबल कारको मान्छेहरूले माथि गएर काम छैन आज भन्नुभयो होइन ट्याक्क लगाएर यस्तै छ इच्छा पुरा भयो हिउँ खेल्ने रहर थियो होइन देखेको थिएन 30 वर्ष भइसकेको थियो उनीहरू त अहिलेसम्म हिउँ देखेको थिएन हिउँ देख्यो धेरै खुसी लाग्यो थ्याङ्क यू सो मच मेरो मामालाई मलाई स्विजरल्यान्ड टुर गराइदिनु भयो
फेरि बाटो तताउनु पर्ला है कति बज्यो अहिले अहिले अब जानुपर्छ हामी नि चट्ट लाएर ह्याप्पी न्यु इयर आज नयाँ वर्ष पनि चट्ट लाएर अब चाहिँ हामी फर्किन लागेको अवस्था होइन चट्ट लाएर होइन अब हजुर अब फर्किन लाग्यो घुमियो देखियो होइन रमाइलो छ ठाउँ के हो त्यो त पङ्खाहरू सर्प हिँडे जस्तो के यो चाहिँ ओस लिन जाने ट्रेन सानो मिनी ट्रेन हो होइन यो चाहिँ यसमा गएर चट्टा हामीले फेरि यो चेन्ज गरेर केबल कारमा जानुपर्छ यहाँबाट केबल कार जानेसम्म जाने यो मिनी ट्रेन आउँदो रहेछ कि सानो गाइस धेरै नेपालीहरू चिन्छ नि यहाँ एकदम छुट्टा बोल्छ कि नेपालीहरूको बानी नै त्यस्तो छ फुलहरू यो चाहिँ अब केबल कारको पनि लियो टिकट होइन बिहान हामी हुमा जाने केबल कार अलग अघि चढेको केबल कार अलग यो एकदम अलग सबै डिफ्रेन्ट के ट्यागको अब केबल कारतर्फ जाँदैछन् यो चाहिँ टिकट होइन अहिले चाहिँ ट्रेनभित्र मेरो चाहिँ केबल कारभित्र आइपुग्यो होइन यो चाहिँ यहाँ सिटहरू दिनु मात्र हो ट्याक्क लगाएर यो चाहिँ केबल कारतर्फ आउँदैछ झरेको अवस्था यो चाहिँ हामी होइन ट्याक्क लगाएर अब हामी हिँड्दै हो ट्याक्क लगाएर यो चाहिँ होइन यस्तो ठाउँ छ अब मामा र म यसो घुमघाम हुन्छ त्यो ठाउँमा
मामा यो ठाउँको नाम के रे बिर्स्यो मामा ठाउँको नाम के रे ओर्सिलिना अब यहाँ चाहिँ यस्तो केबल कार छ होइन यस्तो केबल कारमा जान्छ मम्मी सायद केबल कार बन्द छ कि खुल्ला छ त्यो चाहिँ थाहा छैन अरे मामालाई नि यसको स्ट्रक्चर हेर्नु न यो 2083 पहिलो दिनबाट चाहिँ लोड घुम्यो रमाइलो भयो मामाले घुमाउनु भयो यस्तै हो घर यस्तो पाहाडमा कति व्यवस्था गरेर हेर्नु कति झन् घर एक्लै रहेछ त्यसलाई एक्लै भयो नि बाटो पुऱ्याइरहेको No, como que casi en las vueltas. यस्तो राम्रो भ्यू छ नि लेक झुल्दो रहेछ त यो लेक सबै भ्याउँदो रहेछ यहाँबाट होइन एस्कानो हामी गएको उता एस्कानो एस्कानो अस्कोना यस्तो हो क्या डेभलप भनेको होइन विकास भनेको यो चाहिँ केबल कार चलेको अवस्था होइन यो चाहिँ एकदम नयाँ अनुभव हो होइन ओपन एकदम डरलाग्दो पनि नयाँ हो नयाँ त हो नि यो हो हेरौँ यो चाहिँ टक्क लगाएर यसरी जान्छ होइन अब नयाँ अनुभव नयाँ अब यहाँको होइन सिस्टम हामी चाहिँ होइन केबल कार चढेर सुरुको त्यो सानो मेट्रो मिनी मेट्रो त्यो मिनी मेट्रो पनि होइन त्यो अब अलग किसिमको थियो त्यसपछि सेकेन्ड यो केबल कारमा चढेर डाँडामा आइपुग्यो अनि यहाँबाट डाँडाबाट पनि फेरि माथि सबैभन्दा टपमा चाहिँ यस्तो किसिमको ओपन लाग्दो रहेछ है एकदम नयाँ नयाँ कुरा अनुभव गर्न पाएको छ होइन ल हेर्नु के नेपालमा मात्र पहाड र सगरमाथा भन्छ यहाँ पनि त्यस्तै छ त भन्नु चाहिँ नेपाल विश्वमा 10वटा पहाड छ भन्छ होइन मामा 10वटामा 8वटा नेपालमा छ भन्छ 2टा कश्मीरमा छ भन्छ तर यिनीहरूलाई चाहिँ पहाड गनिँदैन म बुझ्नै सक्दिनँ यो कुरा चाहिँ हो कि होइन भन्नु त विश्वमा 10वटा छ भन्छ 10वटामा 8वटा नेपालमा छ भन्छ होइन अनि 2टा कश्मीरमा छ भन्छ होइन 10वटामा छ नि एउटा चाहिँ पाकिस्तानमा पनि छ पाकिस्तानमा एउटा इन्डियामा होला त्यही त 2टा गरेर 10वटा भयो नि त अनि यिनीहरूलाई चाहिँ गन्तीमा नआएको नम्बर 1 चाहिँ यो चाहिँ एउटा खोइ के भन्ने यो पार्क जस्तो पनि जङ्गल जस्तो पनि होइन मान्छेहरूलाई एउटा हिँड्ने उस हुन्छ नि त केबल कारबाट आएर हाइकिङमा जाने टाइपको चट्ट बनाएको रहेछ हरियाली जङ्गल जस्तो पनि जङ्गलै हो पहाडै हो तर बबाल छ बबाल यहाँको सरकारले चाहिँ सानो सानो कुराहरू पनि सबै विचार गरे क्या यस्तै हो अब यो अब हाम्रो नेपालमा अरू देशमा हुन सक्दैन त्यही भएर स्विजरल्यान्ड इज द बेस्ट इन द वर्ल्ड भन्ने जस्तै विश्वकै सबभन्दा सुन्दर र राम्रो सबै कुरा सम्पन्न भएको देश भनेर भनिन्छ त्यही भएर सबैले ड्रिम कन्ट्री बनाउनु कारण पनि यही होला हो त्यस्तै लाग्छ यो चाहिँ करदागा भन्ने ठाउँमा ट्याक्क लाएर अब फोटोसोटो यहीँ खानासाना खाने ट्याक्क लाएर घुम्ने झऱ्यो अब हामी चाहिँ अनि अलिअलि बरफहरू खासै होइन अलिअलि रहेछ यो चाहिँ पानको पात होइन त्यसमा चाहिँ नि इन्सुरेन्स के मोबाइल होइन सब तिर्छ पुग्ने के वास्तव पुग्छ के
हेर्नु त आम्मामा ओ स्पिड चल्यो यो त ओपन छ त बाबा डर लाग्यो ल यो चाहिँ खाली ओपन छैन केही पनि छैन केही हुँदैन कि हँ? केही हुँदैन यस्तो गाइजहरू यस्तो छ मान्छेहरू माथि जाने माथि चाहिँ म त प्रायः जसो हिँड्छु कि माथि ए हाइकिङमा आउने भनेको तपाईँ यहीँ हो यहाँ धेरै छ धेरै ए मामाले होइन तपाईँको अपार्टमेन्टबाट देखाउनु भयो नि हाइकिङ जाने भनेको यहीँ हो ए यहाँ मात्र होइन कि म पछि देखाउँछु है तिमीलाई है त्यहाँबाट आएको चाहिँ यहाँ हामी भ्यू एकदम यहाँबाट चाहिँ यो सबै देखिने होइन होइन स्पेसल ठाउँ त्यहाँ हेर्नुहोस् हिमाल यो कि यता 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 जान पाइन्छ 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 यस्तो ठाउँ होइन चट्ट लगाएर यो चाहिँ के हो लक हो अब यो चाबी पहिला पहिला अब के थियो होला यहाँ सिस्टम अलिअलि बरफ पनि रहेछ अझ बिहानै हिउँ खेलेर आएको बेसरी यस्तो ठाउँ छ हेर अघि हामी चढेर आएको चाहिँ यहाँबाट हो होइन होइन अब माथि छ हामी जाँदैछौँ माथि के गर्नु आफूले अब नेपाल घुम्न पाएको छैन नेपालमा हिउँ खेल्न पाएको छैन नेपालमा 8वटा पहाड भएर पनि भाग्य अब स्विजरल्यान्डको भ्रमण लेखाएर रहेछ टुर लेखाएर रहेछ होइन यस्तै छ आज 4थो दिनमा भनेको जस्तो घुमियो भोलि चाहिँ हामी जुरिक जान्छौँ होइन जुरिकमा घुम्छौँ अलिअलि टक्क स्पेसलमै थ्याङ्क यू मामा होइन आज मेरो मामा यहाँ हुनुहुन्थेन भने म यसो घुम्न नि पाइन्थेन अब यस्तै हो भाग्यमानी भएपछि आज चाहिँ मेरो लास्ट डे होइन बिहानको समय 9 बजेको छ होइन अब हामी अहिले जुरिकमा छौँ जुरिकबाट बादेन जाँदैछौँ बादेनमा यसो घुमेर टक्क लगाएर आज बेलुकाको फ्लाइट होइन हेऱ्यो खोला हेर्नु न स्विचको खोला
चाहिँ स्विजरल्यान्डको हाइवे होइन। यसमा चाहिँ अर्को केही बिस्तारै चल्ने, साइडको गाउँको गाडी चल्ने चल्दैन, स्पिड मल्ने है। जुरिकको स्टेसनमा हो, चट्ट लाएर। एकदम राम्रो घर छ, ठुलो। म चाहिँ यो बादेनको सिटीमा सेन्टरमा छु कि। आज चाहिँ मेरो यो लास्ट घुमाइ हो होइन। अब यहाँबाट हामी सपिङ मल जान्छौँ, चट्ट सिटी टुर हुन्छ। सिटी टुर भएपछि एयरपोर्टतिर लागिन्छ। अनि मेरो आज बेलुका 6 बजीको फ्लाइट छ, चट्ट लाएर यस्तै हो। अनि काम गर्नु जाने हो ट्रेनमा गएर। अहिले चाहिँ म बादेनमा छु होइन। यो चाहिँ बादेनको, यो सबै काम गर्ने मान्छेहरूको साइकल रह्यो होइन। ट्याक्क लाएर अझ लास्ट डेमा कता कता घुम्ने थाहा छैन। बेलुकाको फ्लाइट हो होइन, टाइम छ, यस्तै हो। अहिले ऊ त्यहाँ छ है, अहिले ऊ त्यहाँ त्यही अब अहिले सुरु गरे हुन्छ। आइपुग्यो अब ल। हामी चाहिँ बादेनको एकदम पुरानो सिटी होइन, यो चाहिँ एकदम पुरानो घरहरू होइन स्विचको। यो सिटीमा चाहिँ पहिला पहिला पुर्खाको घरहरू होइन। त्यहाँ घुम्दैछौँ चट्ट लाएर। यो लिफ्ट अन्डर यो जानलाई बनाएको, कति राम्रो ठाउँ बनाएको है। जानलाई सर अर्को देशमा यस्तो दामी बनाउँछ। हामीले यसो भन्छ कि ओइसे भन्नु न। यो चाहिँ म चाहिँ अहिले स्विजरल्यान्डको सबैभन्दा ठुलो सपिङ मलमा आएको छु होइन। चट्ट लाएर हेर्दा सपिङ मल बाहिरबाट एकदम सानो छ, भित्र चाहिँ घना छ भन्नुभएको छ मेरो मामाले होइन। लेट्स सी। खतरा छ खतरा। भित्र चाहिँ भनेको भन्दा ठुलो होइन, सोचेको भन्दा ठुलो रहेछ। बाहिरबाट चाहिँ सानो रहेछ होइन। मल चाहिँ बबाल गरेको छु होइन, बाहिरबाट भित्र चाहिँ ठुलो एकदम। यहाँको सपिङ मल यति ठुलो छ नि, 3-4 घन्टामा नि घुमेर भ्याइँदैन कि। अब लगभग सकियो। अब हामी चाहिँ जान्छौँ होइन, हामी चाहिँ जान्छौँ होइन अब होइन। ठुलो रहेछ धेरै। यो चाहिँ यहाँको सेन्टर सपिङ मलको एकदम सेन्टर एरिया अरे होइन। यो चाहिँ जुरिक होइन मामा, जुरिकको सेन्टर पोइन्ट। सेन्टर पोइन्ट हो एकदम फेमस यो ठाउँ। झोला छ क्या मा, यो झोलाले यस्तो मेरो उस भइरहेछ कि वेट 7-8 केजी होला होइन। दामी छ कि ठाउँ त है।
ल त्यो बवाल सेन्टर पोइन्ट चाहिँ बवाल रहेछ क्या शुद्ध बुद्ध यो हेर्ने बच्चाको सबभन्दा इन्ट्रेस्टिङ कस्तो भने खोलामा छ नि हजुर कसो जहाँ पनि हुन्छ तर स्विचको अलग हुन्छ नि त मामा यो चाहिँ जुरिकको लेक हो होइन टक्क हामी चाहिँ त्यो सिटी हुँदै हुँदै सेन्टर हुँदै 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 ट्याक्क लेकमा आइपुग्यौँ अब लगभग अन्तिम भइसक्यो मेरो जाने बेला अब टाइम हुन लागेको छ अब यहाँ देख्न सक्नुहुन्छ जोडीहरू चट्ट लाएर डेटमा होइन त्यता क्रुज रिप होइन चट्ट लाएर स्विजरल्यान्ड चाहिँ बवाल ठाउँ रहेछ भन्ने बवाल ठाउँ रहेछ लागो होइन कि रहेछ उसले के हो कुन ट्रेन हो यस्तो फेरि ल ठिकै छ समयले बिना फेरि आउँला होइन सबैजनालाई यस्तै हो अब जिन्दगी दुई दिनको ट्याक्क लाएर तल पानी म चाहिँ अब एयरपोर्ट आइपुग्यो लास्ट डे अब भोलि आज माल्टा पुग्छु भोलिबाट काम सुरु हुन्छ यस्तो छ जिन्दगी के गर्नु चेकिङ सक्यो अब चट्ट लाएर अब वेट तर्फ जाँदैछौँ सक्यो अब माल्टा आइपुग्यो मेरो स्विजरल्यान्डको टुर पनि सकियो चट्ट लाएर अब ब्याक टु नर्मल